सो हेलो गाइस, वेलकम छ तपाईहरुलाई मेरो भ्लगमा हैन। अनि आज चाहिँ हामी काका भतिज चट्टसँगले घाँस काट्न गइरहेको छौं। हेर्नु होला हैन। हामी कहाँ आएको अरे? घाँसमा। नाम के हो तपाईको? के हो नाम? हैन होला। हो र महेन्द्र के? महेन्द्र के अरे? महेन्द्र भनौं त। महेन्द्र खालिङ राई हो। अनि घाँस काट्नु कतिको मजा आउँछ? कतिको मजा हो र। ल अब चाहिँ हामी जानुपर्ने हुन्छ। यस्तै हो गाउँघरमा भनेको हैन। अनि अहिले चाहिँ चट्टसँगले लाँदैछ नि मलाई घाँस त। अब हामी चट्टसँगले अलैँची बारीमा गएर चाहिँ घाँस काट्नु पर्ने हुन्छ। अदुवा छैन नि, छैन। चट्टसँगले ल्याउनु हुन्छ। हामी त यस्तै हो। अनि हामी चाहिँ अहिले टक्क कति बजेको छ भन्दा 12 बज्न आँटिरहेको छ। खुट्टामा गमबुट लाएर माथि सर्ट लाएर गइँदैछ हामी चाहिँ। सो हेर्नु होला। अनि यसो भिडियो बनाउनु चल्दै थियो अनि बनाइदिएको। के गर्नु अब अल्छी भए पनि जानुपर्ने हुन्छ। बाटो त गाह्रो छ। अब भाड कतिखेर पुऱ्याउनु पर्ने हो। अल्छी भइरहेको छ। आज दिनभरि काट्नु पर्ने। हाम्रो साइला काका चाहिँ खेत लगाएको हो नि त। खेत लगाएको होइन त कि होइन हो? अब हेर्नु होला। खुट्टामा चाहिँ होइन होला गाइस होइन। अब हामी चाहिँ चट्टसँगले घाँस काट्नु पर्ने हुन्छ। कहाँ काट्नु पर्ने अरे? कहाँनिर? यहाँ पर जानुपर्ने हुन्छ। कतिको अल्छी लागेको छ? छैन अल्छी लागेको होइन होला। राम मलाई त लास्टै अल्छी लागिरहेको छ गाइस। अब कसरी काट्नु पर्ने हो हेर्दै गर्नु होला। हामी यस्तो घाँस फडानी हालिन्छ कि जो काटेर देखाइदिउँ होला। हामी जानुपर्ने हो। लास्टै अल्छी हो नि। त्यही भएर म त्यहाँ बसिरहेको छु। घाँस यस्तै हुन्छ होइन। हरियो जो हामी जानुपर्ने हुन्छ। जाउँ अगाडि। अन्त कहाँ काट्नु पर्ने? यतिखेर हो। हाम्रो काकाले यहाँदेखि यहाँ मुनिदेखि होइन काट्दै आउनु भएको रहेछ। अनि म चाहिँ आज एकैचोटि आएको छु। अब हेरौँ सरर पेल्ने हो नि त अलैँची बारी भनेको। यही काट्नुपर्ने। यो अलिअलि भएको घाँसहरू देख्नु हुँदै होला। त्यहीँ काट्नुपर्ने हुन्छ हामीले चाहिँ। सट्टैसँगले अब जाउँ। डोको चाहिँ हामीले एउटा मात्रै लिएको छौँ। फेरि ल्याउँदाखेरि पनि खुट्टामा जुत्ता टक्क लाएर। हाम्रो चलान्चीहरू यस्तै हो। कालो सुन हो। 1,20,000सम्म पुगेको थियो यसको भाउ भन्नुहुन्छ भने। हाम्रोतिर चाहिँ प्रशस्त मात्रा पाइन्छ। भर्खर रोपेको छौँ हामीले यिनीहरू। यहाँ सबै मासिएर चट्टसँगले हेर्न नभुल्नु होला। यस्तै हो अलैँची बारी भनेको हाम्रोतिर। भर्खर हुँदैछ। यता उँभोतिर छ हाम्रो घर भनेको। यहाँ माथि पर्छ। हामी चाहिँ अहिले बारीमा आएर यहाँ अब घाँस काट्नु पर्ने हुन्छ। यो घाँस काट्नु पर्ने हामीले। ल काट्नु सुरु गरौँ ल हामी। हाम्रो साइला काक्सले चाहिँ फेरि काट्नु थालिसकेको छ। नाम चाहिँ साइला। खास चाहिँ साइला भाइ हो दाजुभाइमा चाहिँ। अनि नाम चाहिँ महेन्द्र हो। अनि सबैले साइला भन्छ र नामै साइला भइसकेको छ होइन काका हो कि होइन? साइला काका हो। म चाहिँ यस्तो पन्जा लाउनु पर्ने हुन्छ। अनि कस्तो टल्किदिरहेको छ यार। साह्रो टल्केर त्यो फ्लाक्स अफ गरेको छु। अब काट्नु पर्ने हुन्छ। उखालेको काटेको यस्तो काटिहाल्छ नि घाँस त। म जहाँ बोलाउने फोन लड्यो स्ट्यान्डै लड्यो। म्यादर्छु
कस्तो फोन स्ट्यान्ड लड्दै यार यो अप्ठ्यारो छ क्या यहाँ ठाउँै कस्तो घाँस काट्नु जोसमा आएको थियो यार नलड्दै अब चाहिँ नलड ल मजा आउँछ यार घाँस काट्नु तर अल्छी लाग्छ अब अन्जरै खेलिन्थ्यो पहिला कतिसम्म त अब बानी हरायो होला यार काम गरे भने त्यस्तै यस्तै हो राम्रो गर्नु जानिँदैन नराम्रो पनि गरिँदैन होइन अब चाहिँ म डेली भिडियो ल्याउन खोज्दैछु युट्युबमा तर भने जस्तो भिडियो आउन सकिँदैन एक्चुअली अब चाहिँ आइफोन किन्नु पऱ्यो यार यो मेरो चाहिँ सामसङ ग्यालेक्सी A24 बाट बनाइरहेको छु भिडियो आइफोन ल्याउनु मन लागेको छ यार अब बाइक नकिन्ने तर यार बाइक पनि किन्नुपर्छ आइफोन पनि किन्नुपर्छ भन्ने सोच गर्दैछु हेरौँ अब डोले गर्छ क्या डोले होइन साइला काका भनेको चाहिँ मजाले बोल्दैन ऊ भनेको एकदम साइलेन्ट किलर हो साइलेन्टमा किल हानेको गर्ने खालको मान्छे नि त होइन म भनेको चाहिँ अब अलिकता प्याट गर्ने मान्छे तर म पनि रियलमा चाहिँ खासै धेरै बोल्दिनँ यसो भिडियो गरेर अब बोल्नुपर्ने बाध्यता पनि हुन्छ यस्तो हानिदिनु पऱ्यो नि त गफ यो चाहिँ मैले गफ हानेको होइन ला भन्दा भन्दै मान्छेले अब हामी चाहिँ यताबाट हेरौँ यहाँ म स्ट्यान्ड राख्दैछु कति मिनट गइसक्यो यहाँ काट्नुपर्ने हुन्छ खोसाइला बब्ली भयो देखिरहेको छ तर कति मिनटको हो जतिसुकै होस् बबाल तरिकाले घाँसहरू काटिजानु पर्ने हुन्छ हामीले चाहिँ के गर्नु यार जिन्दगी घाँस काटेर जालाएको छ जुन कुरा अल्छी लाग्छ त्यही कुरा गर्नुपर्ने हुन्छ हामीले हुन्छ होइन कसैलाई खायो हो के भयो हेलो भन्नु न हेलो यता यता फर्केर एकचोटि अहिले हेलो हेलो भन्नु न हेलो के छ खबर खबर के छ हेलो के छ खबर गाइस भन्नु त त्यो छिटो न एकचोटि आउँदैन होइन होला लडेको छ अब चाहिँ हामी काट्नु पर्ने हुन्छ म अब यसो अफ हान्नु पर्ने हुन्छ क्या क्यामेरा मैले साइला काकाले चाहिँ अब घाँस लान आँटेको छ हामीले एक डोको घाँस काटिसकेको छौँ लाने हो त अब हल्लौँ होला कि गरौँ होला यो त्यो पुरा आउनु ल म यहाँ फेरि काट्दै गर्छु के आउँदैछ यार किरा बिस्तारी गएर आउनु नत्ति त्यत्रो धेरै पनि छ ठ्याक्कै यति मात्रै हालिएको छ मेरो यहाँ पिलो आएर जस्तो भइरहेको छ हेर्दै सक्नुहुन्छ होइन पिलोले गिलो बनाइरहेको छ मलाई चाहिँ यता हेरौँ न यता हो यस्तो गर्नुपर्छ यस्तो पारा यस्तो 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 पारा कस्तो अरे होइन हौ यस्तो ल बिस्तारै गरौँ ल म अब घाँस काट्दै गरेको हुन्छु ओके 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 फुटासकेर आइसकेको यो के लिएको अनि पानी हो पानी खानुपर्ने हामी रक्सी खाउँ न रक्सी नखानु कि भरे बेलुका खानु रक्सी मिठो कि पानी मिठो कुन चाहिँ अलिक मिठो रक्सी अलिक होला हो कि पानी मिठो त्यसो भने त भरे बेलुका पानीमा दिन्छु ल हुन्छ हुँदैन अनि कुन मिठो अनि रक्सी कि पानी मिठो होइन होला
ल त्यसरी नि भरे पानी मात्रै खानुपर्छ ल हामी लाग्यो नि खाउँ त्यही होइन आजलाई चाहिँ म मेरो भ्लग भने नि भिडियो भने नि यति नै हो आजलाई अब चाहिँ भोलि म फेरि ल्याउने छु हामी दुईजनाको आउँछ के आउँदैन भोलि दादाले भोलि भिडियो आउँछ कि आउँदैन हाम्रो भनौँ न छिटो भोलि हाम्रो भिडियो यसरी बनाउँछु कि बनाउँदैन यहाँ भनौँ त हो ल हामी भोलि आउँछौँ भिडियोमा भन्नु त भोलि आउँछौँ भिडियोमा भन्नु भोलि आउँछु भोलि आउँछौँ भिडियोमा भोलि आउँछौँ भिडियोमा म महेन्द्र हो भन्नु हो ल गाइस सबैले सब्सक्राइब हानिदिनु पऱ्यो होइन 760 पुगेछ ल म्यासेज पनि आयो 760 पुगेछ छिटो 1K पुऱ्याइनु पऱ्यो है गाइस ल चट्ट लाग्यो